याहशुआउनु भयो जीवनमा, रमाइलो भयो परिवारमा, सबैको उद्धार भयो जीवनमा, प्रवेश भयो याहशुआको दरबारमा। अशुद्ध थोक पनि खान छोडियो, पुरानो साङ्लो पनि तोडियो, यस्तो आनन्द त कहीँ पनि पाइएन, अब कुनै अरूको गुण पनि गाइएन, यस्तो आनन्द त कहीँ पनि पाइएन, अब कुनै अरूको गुण पनि गाइएन। हिजोसम्म संसारको पिछे हिँड्ने गर्थ्यौ, तर आज हामी उहाँकै पिछे हिँड्ने भयौँ। याहशुआ